मेरो प्यारो मित्रगणहरूलाई बिहानको समय सबैजनालाई गुड मर्निङ र मेरो गाउँबाट नै सुरु गर्छु। जहिले पनि तपाईहरुलाई थाहा नै छ र म चाहिँ फर्स्ट अफ अल मेरै गाउँबाट सुरु गर्छु र किनभने फर्स्ट अफ अल म मेरै गाउँलाई प्यारोडी दिने गर्छु र चाहिँ म फर्स्ट अफ अल म आफ्नै गाउँबाट सुरु गर्नेछु। जे कुरो पनि गर्छु, भिडियो बनाउनुदेखिको लिएर एक्सेट्रा आफ्नै गाउँबाट गर्नेछु र तपाईहरुलाई आजको लेटेस्ट आज फेरि 9:30 बजी छोड्नेवाला छु। लेटेस्ट अब यो हेर्नु मिस चाहिँ गर्नुभयो भने ठुलो मिस गर्नुहुन्छ है आज फेरि हो र एक्ज्याक्टली 9:30 बजी म छोड्दैछु र तपाई हामीहरुको लागि चाहिँ एकदमै बुझ्नुपर्ने कुराहरु हो र तपाईहरुले चाहिँ हेर्नुस् र बुझ्नुस् र म चाहिँ अब आफ्नो बिहानीको समयमा मेरो ड्युटी चाहिँ हो चिकन ल्याउनु जाने र अब म गोलाई बजार जाँदैछु र अलिक कम्ती लाउनु भन्छ कि रने नै बानी भइसकेको रहेछ है मलाई चाहिँ साथी हो। म चिकन ल्याउनु निस्किँदैछु। अब म गोलाई बजार जाँदैछु र तपाईहरुलाई बिहानको समयको गोलाईको नजारा दृश्य सबै कुरो त्यहाँ भएको कमीहरुको विषयवस्तुदेखिको लिएर सबै कुरोसँग म भेटघाट हुनेछु र तपाईहरुलाई अब आजको मर्निङ समय शुभ अवसरले बितोस्। आजको दिन तपाईहरुको पनि ह्यापी होस् किनभने ह्यापी बस्नु एकदमै जरुरी छ। एक बारको जुनी हो हैन, एक बारको जुनीमा चाहिँ नि कहिले पनि स्याडनेस नहुनु है किनकि हामीले स्याडनेसलाई महसुस गर्न सक्छौं र ह्याप्पीनेसलाई महसुस गर्न सक्छौं र महसुस चाहिँ ह्याप्पीनेसको गर्नुपर्छ साथी हो। र तपाईहरुलाई कस्तो लाग्दैछ मेरो कुराकानीहरु र बिहानको समय निस्किसकेको छु र भेट हुँदैछु तपाईहरुसँग। आज चाहिँ मेरो मित्रगणहरूलाई भन्नै पर्दाखेरि चाहिँ म चाहिँ कहाँ छु भन्नुस् त, म चाहिँ हाम्रो गाउँमा भएको एकदमै नामी स्कुल सनराइजमा छु र तपाईहरुलाई चाहिँ एउटा विशेष सूचना हाम्रो हर्सिङमा भएको स्कुल भरिमा A1 स्कुल चाहिँ तर कसमै अरू जग्गा चाहिँ कहीँ छैन है र यो चाहिँ गर्व लाग्छ मलाई किनभने हाम्रो गाउँठाउँमा कतिको नामी स्कुलहरू छ र आउँदो पिँढी नानीहरू चाहिँ यहाँनिर पढ्न सक्षम भइराखेको छ र यसलाई चाहिँ भन्छ पक्का डेभलपमेन्ट। प्राइभेटमा यस्तो कुरो भइराखेको छ दामी दामी भनेपछि त्यो माथि माथि आएको कुरोहरू चाहिँ किन चाहिँ नभइराखेको होला। यहाँ हेर्नुहोस् है तपाईँहरूले बुझ्नुपर्ने कुरा यहाँ अहिले यो एउटा स्कुल पनि नि नबनिएको भएदेखि यहाँको नानीहरूलाई नि साँच्ची नै एजुकेसनमा पनि नि भड्किरहनु पर्थ्यो। अब छनु त तर अब यो कति दामी कुरोहरू बनिएको छ गाउँमा हेर्नुहोस् त। यस्तोहरू चाहिँ मलाई खुसी लाग्छ क्या। अब माथिको सक्षम व्यक्तिहरू त यहाँनिर नि युनिभर्सिटीहरू बनाउनु पो सक्नुपर्ने त खासमा अझै क्या स्कुलहरू त दामी दामी बनाइदिनु भएको छ कि युनिभर्सिटीको त कुरै छोडिदिने त्यो ब्लक भएको नाला त सफा गरिदिनु हुँदैन तपाईँहरूले। अब आउँदैछु नि त्यो पनि देखाउनु माथि कि कहाँ आउनु पर्ने म खोज्नु चाहिँ आउँदैछु है तर ल कसलाई खोज्नु पर्ने कि मान्छेहरू राम्रो पत्ता लागिसकेको छैन र मात्रै कि पत्ता लाग्छ नि त्यो दिन म परमाएर भम बनाइदेऊ के बनाइदेऊ भन्नेवाला छु है र बुझिराख्नुहोस् है यति कुराहरू चाहिँ। अब तपाईँहरूले मैले सबैजना हाम्रो मेरो प्रिय मित्रहरूलाई मिठो मुखले भन्नु पर्दाखेरि चाहिँ के हो भनेदेखि घर बनाउनै पर्छ सबैले र सामग्री उतार्नु सबैले नै पर्छ र यो कुरोहरू चाहिँ एउटा कुरो चाहिँ म सूचना चाहिँ के गर्न चाहन्छु भने तपाईहरु जसले पनि घरहरू बनाउनु हुँदैछ भनेदेखि चाहिँ यो कुरो चाहिँ याद गरिराख्नुहोस्। यहाँनिर ठिकै हो झार्ने जग्गा यहीँनिर हो तर पर्मानेन्टली हेर्नुहोस् 1 दिन 1.5 दिन 2 दिनसम्म भित्रमा केही छैन किनकि बोक्ने मान्छेहरूको पनि अभाव भएकोले गर्दा समय लागि नै हाल्छ र अब उपरान्त समयहरूमा चाहिँ तपाईहरुलाई म नम्र निवेदनको साथमा के भन्नु चाहन्छु भने अब चाहिँ हेर्नुहोस् बर्खा झरीहरू लाग्नु आँटेको छ र नाला झोडाहरू ब्लक भएको कारणले गर्दाखेरि नै बाटो घाटोहरू बिग्रिराखेको छ। बुझ्नु हुँदैछ तपाईहरुले र राम्ररी बुझिदिनुहोस् र यसरी नालीहरूतिर चाहिँ सामानहरू पर्मानेन्टली चाहिँ तपाईहरुले चाहिँ नराखिदिनुहोस् है। मेरोबाट बिन्ती गर्छु तपाईहरुलाई र तपाईहरुलाई पहिला नै सूचित गराउन चाहेको कि यस्तै गर्नको कारणले चाहिँ अहिले हामी सबैले दुःख पाइरहेछौँ। एकजनाले गरेको गल्तीले धेरैले दुःख पाउँछौँ र यस्तो गल्तीहरू आइन्दा कसैले पनि नगर्नुहोस् र म अब चाहिँ गर्नु दिनेवाला छुइनँ कसैलाई पनि। र तपाईहरु यो
राम्रोसँगले बुझिदिनुहोस् यो भिडियोलाई, नराम्रो प्रतिक्रियाहरूले नबुझिदिनुहोस् र जति सक्षम हुन्छ यो भिडियोहरू चाहिँ सेयर गरिदिनुहोस्। र मैले भन्नु खोजेको कुरोहरू चाहिँ तपाईँहरूले ध्यानसँग सुन्नुहोस् र बुझ्नुहोस्। के हो भन्नुहोस् त, यो जति पनि मैला गरेर नि आफ्नो घर अगाडितिर यस्तो मैला कुचिलाहरू थुप्रिँदैछ नि, यसले चाहिँ नि मलाई त केही पनि असर पार्दैन नि, पार्नु चाहिँ कि। तर यसबाट निस्केको दुर्गन्धहरूले चाहिँ नि तपाईँहरू नै बिमारहरू हुनुहुन्छ। र यसरी नालीहरूतिर फोहोर मैलाहरू नगर्नुहोस् है तपाईँहरूले। र बुझ्नुपर्ने कुरामा धेरैवटा कुरोहरू बाँकी छ। आज चाहिँ म तपाईँहरूलाई ग्राउन्डमा गएर ग्राउन्डमा पनि टलेर देखाइदिने भएर यसो ग्राउन्डमा पनि हावा खाइदिउँ न कोही कोही बेला है साथी हो। र फाइनली साथी हो म कान्ट्री हुँदैछु। म चाहिँ हाम्रो एकदमै मलाई मनपर्ने ग्राउन्ड पब्लिक ग्राउन्डमा आज चाहिँ टल्नु आइदिएको, किनभने हरेक चिज नै म देखाउने नै गर्छु। किन भन्नुहोस् त, कतिले अब यो नदेखेको कुरोहरू पनि देख्नु पाउँछ नि त। हाम्रो लेबुङ भ्यालीमा एउटा स्टेडियम रहेछ, राम्रो पनि रहेछ अलिक नराम्रो पनि रहेछ भने दुवै प्रकारले चिनोस्। राम्रोमा के भने यहाँनिर खेलकुदहरू हुन्छ, ठुलो ग्राउन्डहरू छ हो। तर नराम्रोमा चाहिँ के भएर चिनोस् भन्नुहोस् त, सेयरै गर्दैन रहेछ भनेर चिनोस् हो। म चाहिँ दुइटै प्रकारले भनिदिन्छु नि, अब बुझ्नेलाई इसारै काफी छ होइन। र म त एकदमै खुसी ह्याप्पी मुडमा आइदिएको छु ग्राउन्ड घुम्नुको लागि। र तपाईँहरूलाई ग्राउन्ड पनि म देखाउने छु। यहाँ हेर्नुहोस् त अति नै सुन्दर छ हाम्रो स्टेडियम हो। ज्याङ्गो औ यहाँ हेर्नुहोस् त हाम्रो स्टेडियम। आइसला तपाईँहरू यसरी स्टेडियममा आएर यस्तो फिल गर्नुभएको छ, ह्याप्पी फिलहरू आइस मैले त गरिदिँदैछु। यो चाहिँ नसिब हो क्या, आएर यसरी नै ह्याप्पी फिल गर्नुहोस् त। कसैले पनि गरेको छैन अहिलेसम्म, फर्स्ट म हो। र मैले चाहिँ तपाईँहरूलाई भनिदिएको ह्याप्पी फिल गर्नु सिक्नुपर्छ, बुझ्नुपर्छ कुराहरू के हो, के हुँदैछ, कसो हुँदैछ, आफू कस्तो प्रकारले बस्नुपर्ने, के गर्नुपर्ने र अरूलाई कस्तो प्रकारले बस्नुहोस् भन्नुपर्ने भन्नु त सकियो नि त। जोसुकैले जेसुकै गरोस् होइन साथी हो। र हेर्नुहोस् त यति वरिपरिमा मात्रै देखाएर ऊ माथि हेर्नुहोस् त हाम्रो स्टेडियम चाहिँ जङ्गल भएको हो। मैले भन्छु त तपाईँहरूलाई, आँखाको अगाडि मात्रै सफा राखेर हुँदैन त, बडीमा मुख मात्रै धोएर हुँदैन त, नुहाउने पनि गर्नुपर्छ। बुझ्नुभयो त, मुख मात्रै धोएर बडी डल्लै सफा हुँदैन नि त। र मैले भन्नु खोजेको कुरोहरू चाहिँ यही हो कि स्टेडियम चाहिँ अनुहार मात्रै धोको जस्तो गर्ने सिस्टमहरू भइरहेको छ र बडी डल्लै धुनुपर्छ है अब भन्नुको लागि पनि यहाँ स्टेडियमतिर तर्फतिर पनि आइदिएको। तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियोहरू हो, लाइक त बन्दा इतना कष्ट गरेर आउँदैछु मैले अन्त होइन। कष्ट चाहिँ पुरै गर्नुपर्छ नि, फेरि कतिवटा कुरो समस्यालाई पनि झेल्नुपर्छ, समयलाई झेल्नु पर्यो, हरेक कुरो मिलाउनु पर्यो। बुझ्नु हुँदैछ होला नि तपाईँहरूले होइन मैले भनेको कुरो। यहाँ हेर्नुहोस् न, अब तपाईँहरूलाई क्ल्यारिटीसँग देखाइदिँदैछु। एलपिजी निलम ग्यास एजेन्सी होइन। अन्त यो बनाएको तपाईँहरूले त देखेको कति वर्ष भयो तपाईँहरूलाई नै थाहा होला, मैले त के भनिरहनु, मलाई त थाहा छ र नै चाहिँ। अब चाहिँ म खोज्नु निस्केको यत्रो सालसम्म यो के गर्नु चाहिँ बनाइरहेको, अहिले रिपेयर हुँदैछ देखेँ, रिपेयर पनि हुँदैछ। पक्कै सिलिन्डर राख्नुको लागि रिपेयर गरेको हो कि होइन, अब बा कब्जा पो गर्नुको लागि यहाँनिर बााउन्ड्री हुँदैछ कि केसको पो लागि हुँदैछ कि, अब त मलाई त डाउट लाग्नु थालिसकेको छ कि अब हरेक चिजसँगै नै हरेकसँगै नै कि। र म चाहिँ आइदिएको अब यहाँनिर चाहिँ के हामीलाई सहुलियत दिनुको लागि सुविधाकै लागि नै यो बााउन्ड्री हुँदैछ कि अब लेबुङमा ग्यास पक्कै पाइने भयो त, हामीले यहाँ जति बेला पनि पाइने भयो कि पाउँदैन। यसको विषयवस्तु लिएर चाहिँ तपाईँहरू यहाँनिर लाइक कमेन्टमा र सेयरमा चाहिँ नि हात चाहिँ औँलीहरू पुरा चलाउनुहोस् कि यो कुरोहरू यहाँ तुरन्तै आइपुग्छ। किन आइपुगेको छैन तपाईँ हामी भन्ने कोही त छैन। अब म तपाईँहरूलाई भन्दैछु, म निस्किदिएको छु खोजिदिनु, यो चिज हामीले पाउँछ भनेर थाहा छ मलाई, तर कसैले पनि देऊ भन्दैन। म एक्लैले मात्रै देऊ भनेर त दिँदैन त मलाई त, मैले एक्लैले भनेर दिन्छ दिँदैन नि, तपाईँहरू सबैले देऊ भन्नुपर्छ। अरू जग्गामा यहाँनिर भन्नुहोस् कि यो सोसियल मिडियाको जमाना हो, 21औं सदीको मान्छेहरू हामी, हरेक चिज क्या संसारले हेर्छ, संसारको बुझ्नेले सबैले हेर्छ। अब बुझ्नुभयो, अन्त यो कुरोहरू नि अनिवार्य छ। अब यत्रो सालसम्म यहाँनिर हामीले पाउनुपर्ने सुविधाहरू पाएन, अब आएर बााउन्ड्री हुँदैछ। किन यहाँ सुविधा दिनुको लागि हो कि कब्जा गर्नुको लागि हो, यसको विषयवस्तु त मलाई थाहा भएन। र यो बााउन्ड्री गरेको हिसाबले हो भनेदेखि चाहिँ अब आउँदो समयमा चाहिँ हाम्रो लेबुङवासी हर्सिङवासीको मान्छेले चाहिँ सिलिन्डरहरूको सदुपयोग गर्ने हामीलाई सहुलियतहरू चाहिँ यहीँबाट प्राप्ति भएको हुनुपर्छ है भन्दै यो भिडियोहरू तपाईँहरूलाई जागृत गराउनुको लागि बनाउँछु, भाइरल हुनुको लागि होइन। ल साथीभाइ हो, तपाईँहरूले भाइरल भन्नुहुन्छ नि, म चाहिँ मान्छेलाई जागृत गराउन चाहन्छु क्या।
हामीलाई चाहिने कुरोहरू माग्नु सिकाउँछ अब अधिकारहरू। बुझ्नुभयो मैले भन्नु खोजेको कुरोहरू? अब बुझ्नुहुन्छ बिस्तारोसँगले क्या। मैले अलिकति स्पिडमा बोली पठाउँदो रहेछु र चाहिँ तपाईँहरूले नबुझ्नु भएको रहेछ कि। अब म अलिक स्लोमा बोल्ने गर्छु है साथी मित्रगणहरू। तल ग्राउन्ड हेर्नुभयो कति सुन्दर देखिराखेको छ है। त्यो चाहिँ हाम्रो स्टेडियमको अनुहार मात्रै हो। के मात्रै हो? अनुहार मात्रै हो। अनुहार मात्रै धोएर नि सालभरि बस्नु हुँदैन त, बडी गनाउने हुन्छ। के गनाउने हुन्छ अरे? बडी गनाउने हुन्छ। र मुख मात्रै धोएर हिँडेको मान्छेको बडी बाङबाङ गनाउने हुन्छ नि। त्यही कारण चाहिँ हप्तामा भए मान्छे नुहाउने गर्छ। हप्तामा नुहाउने त हप्तैभरि नुहाउँछ, ननुहाउने हप्तामा 2 पल्ट नुहाउँछ, कोही महिनामा नुहाउँछ, कोही 15मा नुहाउँछ। मेरो भन्नुको मतलब चाहिँ यही हो कि ऊ तल पब्लिकरण देख्दै गरेको हुनुहुन्छ नि तपाईँहरूले। त्यो चाहिँ मुख मात्रै यो स्टेडियमको मुख मात्रै धुने कामहरू भइरहेछ। बडी चाहिँ कसले धोइदिने? पब्लिकरण गनाउने हुँदैन सेम। हौ त्यही विषयवस्तु लिएर चाहिँ आएको म कि। अब यहाँ तपाईँहरूलाई यसकै बारेमा राम्ररी बुझिदिनुहोस्। बिस्तारी भन्छु, आजकल त मेरो स्पिड ल्याङ्ग्वेज भएकोहरूले कारणले गर्दा तपाईँहरूले नबुझ्नु भएको होला कि आजकल चाहिँ अलिक स्लो प्रोसेस गरेको छु है। र स्लो प्रोसेसले गर्दा भिडियोहरू पनि अलिक ज्यादा हाल्नुपर्ने हुन्छ, किनकि स्पिडमा त अब धेरै कभर हुन्छ, स्लोमा अलिकति टाइम कम म्यानेज हेर्नुपर्ने स्थितिले गर्दा अब तपाईँहरूलाई के भनिरहनु, अब सुन्दै जानुहोस्। आजकल चाहिँ नि मैले जे कुरो पनि मेरो आँखाको अगाडि पर्दैछ नि, यो भन्दाखेरि 15 वर्ष अगाडि चाहिँ नि झिलिलिलिली यति दामी थियो यो कुरोहरू नि। आजभन्दा 15 वर्ष अगाडि चाहिँ झिलिलिलिली त्यहाँ हो। किन त्यति बेला चाहिँ नेता राम्रो पो थियो होला जस्तो पनि लाग्दैछ, या प्रजाहरू पनि राम्रो थियो होला, सबै राम्रो मान्छेहरू थियो होला कि। यहाँनिर चाहिँ टुरिज्मको भिड हुन्थ्यो। बुझ्नुभयो? यो सिँढीमा चाहिँ नि दिनमा चाहिँ नि 20 गाडी 40 गाडी 50 गाडीसम्म नि टुरिस्टहरू आउँथ्यो। लु त्यो समयमा भिड यहाँनिर फोटोहरू खिच्नेको भिड। खै त्यो सब कहाँ गयो? किन? वाइ? अब चाहिँ मलाई चाहिँ सबै कुरोहरू देख्ने सक्षमको भएर निस्किएको, त्यसै निस्केको अनि यत्रो 15 वर्षसम्म चाहिँ मैले हेरेँ बुझेँ, सबै कुरोको अध्ययन गरेर निस्केको छु है म। बुझ्नु हुँदैछ होला नि? अब राम्रोसँगले बुझ्नुहोस् है हाम्रो मेरो मित्रगणहरूले पनि। देख्नुभयो यो चाहिँ ऐसेलु काँडा भन्छ यसलाई, ऐसेलु काँडाको झ्याङ। यो चाहिँ नि दबाई हो हुनु चाहिँ। घाँटीहरू दुख्दाखेरि चाहिँ नि यसको मुन्टा जुन चाहिँ डुकु हुन्छ नि त्यसको डाक्ला खानु भयो भने चाहिँ घाँटी दुखेको पनि जाती हुन्छ हुनु चाहिँ कि। राम्रो चिजहरू हो। तर हेर्नु न यसको सठिक उम्रिनु पर्ने जग्गाहरू चाहिँ कहाँ हो भन्नुहोस् त? जङ्गल झाडीहरूतिर पो उम्रिनु पर्ने हो यो काँडाहरू भन्ने कुरोहरू त। तपाईँले दबाईको लागि खायो भने चाहिँ यस्तो मुन्टा खानुहोस् हो। र यस्तो चिजहरू चाहिँ जङ्गल झाडीतिर उम्रिनु पर्ने चिजहरू हो। अब यहाँनिर चाहिँ स्टेडियममा चाहिँ अब जङ्गल झाडी काँडाहरूको जङ्गल झाडी भइदिरहेछ। अन्त यस्तो जग्गामा टुरिस्ट कसरी आउँछ? यहाँको मान्छेको इन्कम कसरी हुन्छ? हेर्नुहोस्, सुन्नुहोस् र बुझ्नुपर्ने कुराहरू नि। यो कुरो सबै सक्षम भयो भने नि यहाँको मान्छेले नि कम्ती भनेको पनि 100 जनाले यति वरिपरिमा रोजगार खान्छ, रोजगार नोकरी बराबर हुन्छ। अब यहाँ टुरिस्ट आयो भने नि हरेक चिज यहीँनिर कतिवटा कुरो मान्छेलाई रोजगार खोलिन्छ। ट्रेडिसनल यहाँ ड्रेसहरू बुझ्नुभयो? यहाँनिर नै नि यो ग्राउन्डभित्र मात्रैमा नि 50 जना नोकरी खोलिन्छ, फाल्टो नोकरी। अझ यहाँ माथि बाहिर बिजनेसम्यानहरूको त चार लाग्छ। अब बुझ्नुभयो? किन चाहिँ त्यस्तो भएको छैन भन्नुहोस् त? थोत्रै भइरहेको छ यो थोत्रै चिज हेर्नु को नै पाउला हौ? वाउला मलाई त मन परेको छैन। यहीँ बस्ने मान्छेलाई मन परेको छैन भने त्यत्रो खर्च गरेर त्यस्तो थोत्रै चिज हेर्नु त आउँदैन त उनीहरू। अचम्म लाग्दिन्छ नि मलाई चाहिँ। बुझ्नुपर्ने कुराहरू चाहिँ म बुझिसकेको छु। अब तपाईँहरूलाई चाहिँ बुझाउने कोसिस गर्दैछु है मेरो मित्रगण साथीभाइहरूलाई। मनपर्नेहरूले मन पराइदिनुहोस्, सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। तपाईँहरूले जति शब्दहरू गुन्जाउनु हुन्छ नि यहाँनिर लाइक र कमेन्टले त्यति यो कुरोहरू हुनुमा सक्षम हुँदै जान्छ। अब हेर्दै जानुहोस् म के कुरोहरू चाहिँ सक्षम बनाइदिने रहेछु। तपाईँहरूले सपोर्ट चाहिँ गरिदिनु भयो भने चाहिँ हरेक कुरोलाई म सक्षम बनाइदिन्छु। बुझ्नुभयो तपाईँहरूले? यहाँ हेर्नुहोस् टोइलेटको हालत। जब भत्काउनै थियो भने किन बनाउनु? अहिले ड्रग्स तान्ने अड्डा भइरहेछ योहरू।